सबैको हाइकिङ ग्रुपमा जस्तो हाम्रो ग्रुपमा पनि र यस्तो हजारौंवटा मेसेज पछाडि फाइनली वी डिसाइडेड टु गो तीनधारे झरना। लालीगुराँस खाने क्रम चल्दैछ नि हाम्रो। लिम्बू पाइसकेको छु। वेलकम ब्याक टु द सेकेन्ड डे अफ आवर ट्रेक। आजको हाम्रो डेस्टिनेसन चाहिँ छ तीनधारे झरना। त्यसैकारण हामी यो कहिले नदेखेको बाटो हिँड्दैछौँ आउँदैछौँ र हामीले बाटोमा किम्बुको बोट भेटिसकेको। यहाँ हेर्न सक्नुहुन्छ किम्बुको बोटो यो चाहिँ पर्फेक्ट किम्बुको बोटो। छोड्न छोड एक दुईवटा यहाँ कालो कालो किम्बु चाहिँ हामीले खानुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ है हामी किम्बु चोरिसकेको छौँ। सो यसरी हाम्रो जिन्दगी चल्दैछ। किम्बु खाँदा एकदम रमाइलो भइरहेछ। साथीहरू यहाँ अनैतिक शब्द बोल्दैछन्। यस्तै हो हाम्रो केटाहरू। अब के भन्नु त ल यसरी हामी हिँड्यौँ। जाउँ जाउँ केटाहरू ढिलो भयो गरिन्छ सो बाटो चाहिँ हाम्रो यस्तो छ गाइजहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। केटा पानी नसक पानी चाहिँ एक बोतल छ। वी आर ह्याभिङ अ नाइस डेस्टिनेसन। गाइज गड त लालीगुराँस होइन। लालीगुराँस खाने क्रम चल्दैछ अहिले हाम्रो। एक दुईवटा लिनु मुखमा खुवाउने भयो। डोन्ट नो द डेस्टिनेसन त्यही भएर हामी बाटो यस्तो अप्ताउँदैछौँ। ओ माई गड काले व्हाट्स योर एक्सपिरियन्स? गुड नाइस। सरपास आवर फर्स्ट डेस्टिनेसन। पास गऱ्यौँ भन्नाले हिँडिसक्यौँ केटाहरू पुरैसँगले दोधारमा। तर गाइज हामीलाई हिँड्न चाहिँ हिँड्दैछौँ। हामी कहाँ हिँड्दैछौँ नि डोन्ट रियली नो होइन। लेट्स सी कहाँ पुगिन्छ। बाटो यस्तो छ चिप्लो चिप्लो। आमा एकदमै दर्द भएर हामीले जुत्ता निकाल्ने निर्णय गऱ्यौँ। केटाहरू सबैजनाले पनि निकालिसक्यो। हामी कहाँ पुग्यौँ भनिदेऊ त? हामी पिपल टार भन्ने ठाउँ पुग्यौँ अरे। अब यत्तिकै सर्टकट कहाँ हो आई डोन्ट नो। होमस्टे नपाएको कारण हामी हिँड्दैछौँ सर्टकट लिएर। अझै 2 घन्टा छ। 5 बजिसकेको छ। हामी पुग्दा राति 7 बज्छ। सो हामी अब जस्ट हिँड्छौँ। बाटो इज काइन्ड अफ like this. लालीगुराँस केटाहरू बाटो अनि घाम डुब्न लाग्याको त्यो डाँडैमा। पानी दिनुभयो धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद बाजेहरूलाई। अब मात्र 1 hour and then we will be on our destination. हिँड्न बाटो त हो कलर फ्याँक भइसकेको छ साथी। यस्तो गाइजहरू के गर्नु अब। वाइल्ड जाडो भएर केटाहरूले किम्बु चोर्दैछ फेरि। बेलुका भइसक्यो अब। वाइल्ड जाडो भएर हामीले ज्याकेट लगाइसकेको छौँ गाइजहरू। अब यस्तै हो होइन। हामी पुग्छौँ अब 1 घन्टामा चाहिँ। किम्बु पाइसकेको छौँ। We are having so much fun. काले भाइ हामी हिँडेछौँ। कस्तो अन्धकार हो। ओ काले त देखिँदैनस् त। केटाहरू सब फ्याँक्छ यार। सो गाइज वी आर जस्ट ह्याभिङ आवर जर्नी। अझै यस्तो घुमेर यस्तो जानु छ। डिस्टेन्स चाहिँ ओन्ली 1 किलोमिटर बट इट सोज आधी घन्टा। तल देख्दैन हो साथी कालो छस्। ओ माई गॉड देखिन यार। सो गाइज वी फाइनली अराइभ इन आवर डेस्टिनेसन। गलेर फ्याँकै भइहाल्छ। यही हो कलियार वाइल्ड।
Any last word? Any last word? I enjoy the vibe. सुन न भित्र लगाम टेबलाई अनि लोफी सँग लगा लोफी भित्र लानी हो डेकलाई अन्तिममा केही बोल्न चाहनुहुन्छ कोही आजको हाइक फक थियो तर अहिले रमाइलो भयो 8 hours later. हेलो गाइज वेलकम ब्याक टु द सेकेन्ड डे अफ आवर ट्रेक हामी एकदम हिजो गल्लिएर आउन चाहिँ आइपुग्यौँ यो कुन ठाउँ अरे तीनधारे होमस्टेमा बस्यौँ एकदम बबाल अब हामी यो बाटो गएर तीनधारा जाने हो मेरो पहाड पछाडि मेरो फेरि इन्फेक्सन भइसकेको छ दाँतमा त्यही भएर म एकदम सुन्नेको यहाँ यत्रो उत्यो हाले जस्तो देखिरहेको छ सो गाइज आउट फाउन्ड द ऐसेलु अस्ति सोल्डर ट्रेनिङ भनेको हो तिमीहरू जिम नजाऊ केटा हो गाउँ आऊ ओए आऊ छिटो औँसेलु खानु सो गाइज यहाँ वेलकम टु काफल डाँडा रहेछ अनि आई लभ यु अल अरे अनि यो चाहिँ बिस्ट के छ हामीले पढ्न सकिनौँ तर डाँडा त ओपी छ यार घाम पनि दामी लागिरहेछ हेभेन इज मिथ नेपाल इज रियल भनेको यही हो एकदमै निरन्तर तरिकाले हामी हिँड्दैछौँ हिजो हामी झन्डै 7 घन्टा हिँड्यौँ र आज हामी धेरै हिँड्दैनौँ आज 3-4 घन्टा हिँड्छौँ एन्ड देन विल गेट टु बस हाम्रो एउटा साथी चाहिँ गलेको अवस्था छ बिहानै अरू चाहिँ अगाडि पुगिसके साँच्चै भनेको वी आर अन मिड यतिकै चाहिँ हुनु पर्यो ल साथीलाई पर्खिदिन्छु म साथी मस्त हिँड्दैछ एक्लै तर गाइस दिस सीन इज इन्सेन यार लाइक क्लाउड्सहरू हेर्नु होइन लाइक डाँडा काँडा ओ माई गड फिलिङ पिस भन्छ नि त्यस्तो पोल्युटेड सिटीबाट आएको अहिले कुरै काठमाडौँ त एयर पोल्युसनमा 1 छ बट राइट नाउ वी आर इन ओ माई गड क्रेजी यार यस्तो चाहिँ गर्नु भने साथीहरू हाम्रो यस्तो दामी ठाउँमा आएर यो लेजको खोल यो पानीको बोतलहरू चाहिँ फाल्न मिलेन है तपाईँहरूले यस्तो गर्नु चाहिँ हुँदैन नि हामीले फेरि कसम भनेको गाइज यस्तो वाइल्ड रहेछ यो ठाउँ त झर्ना त आयो तर पानी बिनाको झर्ना सो गाइज वी फाइनली अराइभ एट आवर डेस्टिनेसन बाँदरहरू चढिसके माथि कहाँ गएको किन गएको थाहा छैन हाम्रो 2 जना केटाहरू सिन चाहिँ सही लाग्यो यार बनाउनै सो हामी पनि चढ्न थालिसकेको छौँ किनभने अब फोटो त खिच्नु पर्यो एउटा हो किन यहाँ माथि छ धेरै छैन झर्ना यही रहेछ पानी छैन अफकोर्स केटाहरू आउँदैछ काले त्यहाँ छ तर मजा चाहिँ वाइल्ड मजा आइरहेछ जे भने नि वी आर डुइङ द एडभेन्चर टिकट त भएन झर्ना त झर्नै छ तर चिसो चिसो ल्याउँछ यार सो गाइज वी आर हियर यो गाइज मजा त आयो जति सानो पानी भयो भने हामीले गरिहाल्यौँ जे गर्ने हो कि साथी हो यार काले चढ्न सकेन काले तलै छ अब झर्न कसरी झर्ने आई डोन्ट नो यहाँबाट झर्न चाहिँ रेली गाह्रो छ होइन अब त यति मात्र हो गइहालिन्छ सो गाइज एक्सपिरियन्स त एकदम खतरा थियो वाइल्ड थियो नि एक्सपिरियन्स र मजा आयो केटाहरू पुगिसक्यो जाँदैछ जब हामी हिँड्यौँ होइन हामी मुखसुक धोयौँ यताउति फोटोसोटो हाल्यौँ कमलेश ठाकुर छ यहाँ यो सिन चाहिँ सही छ केटाहरू त्यहाँ पुगिसक्यो हेर्न सक्नुहुन्छ केटा हाउ वाज द एक्सपिरियन्स तर बाटो अब त सिधा छ अब त हामी 2 घन्टामा बस चढ्ने एक्सपिरियन्स वाज सिट एज हेल हैन बाटो जस्तो सुकै भयो तर इन्टरटेनमेन्ट वाज फकिङ नाइस सो साथीहरू यस्तो चिप्लो छ ओ माई गड कस्तो कस्तो चिप्लो छ बाटो यस्तो कठिन भएर पनि हामीले हाम्रो डेस्टिनेसन पुगेर आइसक्यौँ यहाँबाट कन्ट्रोल भएन भने यता गयो भने त एकैचोटि
A few moments later. ल साथीहरू लाग्यो अब हामी एकदमै सही होमस्टेबाट निस्किसकेको छौँ। अब गाडी चढ्ने ठाउँ हामी 2 घन्टामा पुग्छौँ होला लगभग। केटाहरू मस्त हिँड्दैछ उखु खाँदै पुरै। हमले साथी लडिसकेको छ हाम्रो सर्टकट लिँदै। केटाहरू लड्छ कि लड्दैनन् हामीलाई थाहा छैन। मैले सर्टकट लिएर आइसकेँ। पैसेलु जहाँ भेट्यो त्यहाँनिर निकाल्दै खायो। नाइस पैसेलु। धुलो उडाउने कार्यक्रम भइसकेको छ केटाहरूलाई। सो गाइस दिस इज कल्ड क्याक्टस होला आई गेस। तर फुल चाहिँ दामी रहेछ यार। वे वाइल्ड। पानी अमला निकाल्ने कार्यक्रम। दिस इज कल्ड पानी अमला। यो चाहिँ तपाईँहरूलाई कहिले काहीँ ट्रेकमा तिर्खा लागिहाल्यो भने रस जति पानी खाएँ अनि थुक्दिने। यो सबै बोक्रै खान नि पाइन्छ तर किन खानु हामी पानी मात्र खाने। सक्नुहुन्छ जुत्ता खुट्टा एमाजोनबाट डाइरेक्ट एमाजोनबाट नाइकी फ्यालेको चप्पल त्यो चाहिँ हैन चप्पल टिपेर लाइसकेको छ। चाहिँ हामी अफ द ट्र्याक जान लागेको छौँ हैन। बाटो जाने बाटो त्यो तर अब हामी अर्काको खेतै खेत जान थालेका छौँ। अफ रोड फुल अफ रोड हैन। अफ रोड त त्यो बाटो नि अफ रोड हो तर यो चाहिँ एक्सट्रिम अफ रोड। अब एकदम भिरालो हिँडिसकेको छौँ हामी। जति गले पनि हिँड्नु त पर्यो। बाटो चाहिँ अब यस्तो छ हैन। अर्काको खेतमा खेत अहिले केही पनि नभएको भएर अफकोर्स हाम्रै हो नि बाटो त। अब केटा हो एकदमै भिड छ होइन। यति हो बाटो यति भिड छ क्या। खोल्सा छ तल यत्रो खोल्सा। अब यो बाटो हेर्नु त आम्मा यस्तो खतरा भिड छ नि। ओ माई गड ओ माई गड। फाइनली रोड चाहिँ आयो। हामी जाने सर्टकट चाहिँ अब उयादेखि सलल तर झर्ने हो। बातमा चाहिँ भने ब्ल्याक ब्लो त फेरि यस्तो छ बाटो। लालीगुराँस चाहिँ अति फैलाएको छ तर हेर्नुहोस् है गाइसहरू लालीगुराँस नै छ यहाँनिर। गद्द गाडी उफ जोगडा पौडी हान्न। खोलामा आइपुगिसकेको छौँ। केटाहरू नुहाउन छिरिसके पुरै। हामी चाहिँ खुट्टा डुबाएर मात्र बसिरहेको छौँ। मनी नुहाउँथेँ तर मेरो दाँतले ज्वरो आउँछ जस्तो लाग्छ। केटाहरू मस्त सही छ नुहाउने ठाउँ चाहिँ तर स्विमिङ भइरहेको छ। मिसन विथ कामिङ। मनी नुहाउँथेँ तर मेरो दाँतले ज्वरो आउँछ जस्तो लाग्छ हैन। उता काजी मस्त घामभाग दिइरहेछ। सो गाइजहरू वाइल्ड नुहाइयो। केटाहरू सबजना नुहाए रमाइलो भयो। फोटो खिच्न यहाँ पोज दिइरहेछ केटो। गाडी आइसकेको छ गाइज। हामी पर्खिरहेको छौँ केटाहरू। अगाडि खोजीमा छौ। यो गाडीमा चढेर हामी आइसक्यौँ। अब घर जान्छौँ। आजको भ्लग यिनीहरू इन्ड भयो होइन ठाकुर? कसरी इन्ड भयो सुनौ। यसरी नै भयो है। लुगाको हालत त्यस्तो छ। पहाड़ों के ऊपर जंगल के पार देखो कौन अपनी शहर आया यार। निंजा तोड़ी अपने घर आया यार। सो आजको यो हिँडाइले चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ जस्तै छैन। बट वी आर जस्ट वाकिङ होइन। केटाहरू जिस्का गर्छ के गर्नु त यस्तै हो। सो वी आर जस्ट वाकिङ